Namaste everyone, welcome to my full channel. मेरो नाम चाहिँ अस्मिता हो. आज म हजुरहरुलाई एकदमै सिम्पल र टेस्टी नेपाली चिकन अचारको रेसिपी शेयर गर्न गइरहेको छु. यो चाहिँ मेरो मम्मीको रेसिपी हो, त्यही भएर चाहिँ it is really special for me. अनि आजको यो भिडियोमा चाहिँ मेरो मम्मी र मेरो हस्बेन्डले पनि प्रिपरेसनको लागि हेल्प गर्नुहुन्छ. त्यही भएर चाहिँ it is like a family style cooking. अनि चिकन चाहिँ अस्ट्रेलियामा अलिक चिप पाउँछ लगभग तरकारीहरू भन्दा चाहिँ. त्यही भएर चाहिँ अल द मासु लभर्स लाइक अस्ट्रेलियामा मात्र हैन कि वर्ल्ड वाइड जता पनि नेपालमा पनि हुनुहुन्छ हजुरहरूको लागि चाहिँ this one is like perfect for you guys. So hope this recipe will help you also make this quick, simple, spicy and really super delicious chicken achar at home. So let's get started. First, let's get our chicken ready. हामीले चाहिँ बोइलर चिकन युज गरेको छौं. जस्ट यो चाहिँ अप्सनल स्टेप हो. हामीले चाहिँ जस्ट हाम्रो चिकनको स्किनलाई चाहिँ बर्नरले थोरै बर्न गरेका छौं. जस्ट फ्लेभर इन्हान्स गर्छ भनेर हो. तर यो चाहिँ हामीले अहिले यो चिकनको स्किन र यहाँ यसमा भएको बोनहरु चाहिँ केही पनि हाम्रो चिकनको अचारमा चाहिँ राख्दैनौं. पछि त्यहाँबाट निकालेको हड्डी र छालाहरु चाहिँ छुट्टै चिकन मोमो बनाउँदाखेरि चाहिँ त्यसको सुपको लागि युज गर्नको लागि मात्र यहाँ छुट्याउँदै छौं. अब चाहिँ यहाँ भएको चिकनको ब्रेस्ट फिलेट र थाई फिलेटहरुलाई सानो सानो पिसमा काट्ने अनि बाइट साइजमा राख्यौं भने चाहिँ अचार खानमा इजी हुन्छ. Now masala बनाउने time. Let's prepare our spice mix. 1 tablespoon of kalo jira, kalanji पनि भन्छ त्यसलाई. 2 tablespoon of coriander seeds, हाम्रो धनियाको गेडालाई राख्ने. अनि 2 tablespoon of जीरा. अनि 1 tablespoon of मेथीलाई पनि राखिदिने. 2 tablespoon of कालो तोरी पनि राख्दिने. त्यसपछि 1 tablespoon of black pepper. black pepper राख्दा पनि हुन्छ नराख्दा पनि हुन्छ. हामीसँग चाहिँ टिमुरको गेडा थिएन त्यही भएर राखेको. तर मासुको लागि मरिच राख्दाखेरि केही फरक पर्दैन. त्यसपछि हामीले 1 tablespoon of ज्वानो पनि राख्दियौ. अनि 1 tablespoon of त्यसमा चाहिँ ल्वाङ, सुकमेल र स्टार सीडलाई पनि राख्दियौ. त्यसपछि हामीले दुईटा सानो पीसेस अफ दालचिनी स्टिकलाई पनि एड गर्दिन्छौं. त्यसपछि 1 tablespoon of सौंफ र लास्टमा सम ड्राई चिलीज. हाम्रो सबै स्पाइसेस रेडी भयो. चिकन डाइस इन अ बोल अनि गार्लिक जिन्जर चप्ड पनि भएको छ. यो अहिलेको यो राखेको बोलमा राखेको चिकन चाहिँ हाम्रो पछि मोमोको सुपको लागि हो. अब चाहिँ प्यानलाई हिट गर्ने. अनि हाम्रो स्पाइसेसहरु ड्राई रोस्ट गर्ने. प्यान तात्न थालेपछि हाम्रो त्यसमा भएको मसलाहरुमा तोरी पड्कन थाल्यो भने चाहिँ हल्का ध्यान दिएर रोस्ट गर्नुपर्छ. हल्का रोस्टेड स्मेल आउने बित्तिकै मसला निकाल्ने. यो चाहिँ मैले तिललाई थोरै भुट्न लागेको हो. यो चाहिँ हामीले लास्टमा हाम्रो चिकन सबै रेडी भइसकेपछि त्यो मिक्समा थोरै मिक्स गर्छौं. यसले चाहिँ थोरै क्रन्ची टेक्सचर पनि लिएर आउँछ. र मन पर्नेहरुलाई राख्नु होला. यो चाहिँ अप्सनल हो. अनि त्यही सेम प्यानमा चाहिँ हामीले अब हाम्रो ऑयल राखेर थोरै गरम गर्दै गर्छौं. मैले चाहिँ क्यानोला ऑयल लिएको छु. हजुरहरुको घरमा चाहिँ ऑयल छ त्यही राख्दा हुन्छ. त्यो ऑयलमा चाहिँ अब मैले अघि डाइस गरेर राखेको चिकनहरु राख्न गइरहेको छु. अब यो चिकनलाई ऑयलमा रोस्ट गर्दै गर्ने. चिकन पाक्न चाहिँ केही टाइम लाग्छ. त्यसमा बिस्तारै बिस्तारै चलाउँदै हजुरहरुले पकाउन सक्नुहुन्छ.
चिकनलाई राम्रोसँग चलाइदिनु होला। त्यो भयो भने सबैतिर चिकनमा ओइल लाग्छ र भुट्नलाई सजिलो हुन्छ। अब चिकन रेडी हुँदै गर्दाखेरि चाहिँ हामी हाम्रो मसलालाई रेडी गरौँ पिस्नको लागि। हजुरहरूको घरमा मिक्सर छ भने मिक्सरबाट पनि पिस्दा हुन्छ, तर खस्रो टेक्सचर चाहिँ अचारमा धेरै नै राम्रो लाग्छ मलाई चाहिँ। त्यही भएर मैले चाहिँ सिलौटामा नै पिस्न लागेको छु। सिलौटा पिस्दाखेरि कहिलेकाहीँ हामीले चाहिँ त्यो पिस्नुभन्दा अगाडि चाहिँ त्यसमा पानीहरू छ भने चाहिँ हल्का ड्राई गरेर गर्नुपर्छ। हजुरको यतिको चाहिँ खस्रो टेक्सचर आयो भने चाहिँ ठिक्क हुन्छ। अघि पकाइराखेको चिकनमा चाहिँ अहिले एकदम धेरै पानी आएको छ। एकचोटि पानी सुक्न थाले पछाडि हल्का चटचट गरेर पड्किन थाले पछाडि चाहिँ त्यसमा नुन एड गरिदिनु होला। अहिले नुन एड गर्यो भने चाहिँ जुस मासुले मजाले नुनभित्र मासुभित्र पस्छ र हजुरहरूको मासु खाँदाखेरि राम्रो स्वाद आउँछ। त्यति नुन मात्र राखेर अब यसलाई मजाले भुटी पकाउनु होला। अब हाम्रो चिकन लाइट गोल्डन ब्राउन भएको छ। Now let's remove the chicken from the pan. अब हाम्रो प्यानमा रहेको सेम तेलमा हामी हाम्रो मसलाहरू सबैलाई मिक्स गर्न जान्छौँ। त्यो तेलमा थोरै 2टा तेजपत्ता राखिदिनु होला। त्यस पछाडि मैले चाहिँ मेरो घरमा भएको थोरै हाम्रो जिराहरूको मिक्स राखेको छु। त्यसमा चाहिँ हामीले लसुन र अदुवालाई राखिदिन्छौँ। लसुन र अदुवालाई चाहिँ गोल्डन ब्राउन भएसम्म भुट्ने। त्यस पछाडि त्यसमा थोरै बेसार एड गरिदिने। त्यसमा अघि नै हामीले पिसेर राखेको मसलालाई पनि एड गरिदिन्छौँ। त्यस पछाडि थोरै चिली फ्लेक्स पनि राखिदिने। हजुरहरूलाई अलिकति पिरो चाहिन्छ भने एड गर्दा हुन्छ। अनि त्यसमा हामीले थोरै टिमुरको धुलो पनि राखिदिन्छौँ। अनि थोरै हामीले कश्मिरी मिर्च पाउडर पनि राखिदिन्छौँ, थोरै कलरको लागि र पिरोको लागि पनि। त्यस पछाडि हामीले अघि तारेर राखेको चिकनलाई चाहिँ त्यसैमा सबै मसलाहरूमा मिक्स गरेर मजाले मोलिदिन्छौँ। इभनली मोलिदिनु होला चिकनलाई चाहिँ। अनि हाम्रो हिट अलिकति सानो बनाउने। हाम्रो चिकन सबै मिक्स गरिसके पछाडि हामीले थोरै भिनेगर पनि राखिदिन्छौँ। लगभग लाइक हाफ सानो कपको जति 1 खुर जति भिनेगर पनि राखिदिनु होला। यो चाहिँ अचारलाई हल्का अमिलो बनाउने र लङ टाइमसम्म फ्रेस राख्ने काम गर्छ। त्यस पछाडि हामीले हाम्रो चिकनलाई कुल डाउन हुनलाई साइडमा छोडिदिन्छौँ। यस्तो भएको छ हाम्रो चिकन अचार रेडी। कस्तो यम्मी देखेछ है। मजाले मिक्स गरिदिनु होला। त्यो सेलाइन्जेल एउटा सानो प्यानमा तोरीको तेल पनि हामी गरम गर्छौँ। तेल अब फुल्ली हट भए पछाडि चाहिँ हामीले हाम्रो तेललाई चिकन अचारमाथि सिलाइसी मात्र राख्छौँ। त्यसैले साइडमा राख्ने र अघि भुटेर राखेको हाम्रो तिललाई राखिदिने त्यसमा। अनि हाम्रो अब चिकन राख्नको लागि चाहिँ ग्लासको जार चाहिँ मलाई एकदमै मनपर्छ। प्लास्टिकको भन्दा ग्लासमा चाहिँ मजाले त्यस्तो ढुँडीहरू पनि त्यति साह्रो लाग्दैन र त्यसमा पानी मजाले वाइप गर्नुपर्छ, ड्राई हुनुपर्छ। त्यसमा हामीले अब हाम्रो रेडी भएको चिकन अचारलाई राखिदिन्छौँ र त्यसमा अब हाम्रो अघि राखेको तेल सेलाइसके पछाडि त्यसमा माथिबाट राखिदिन्छौँ।
हामीले बनाएको चिकन चाहिँ लगभग 1 केजी जतिको मासु थियो। त्यो चाहिँ लगभग एउटा हाम्रो भाँडामा अटेर अर्कोमा पनि लगभग आधा जति चाहिँ हामीले बनायौँ। हाम्रो डिलिसियस अरोमेटिक नेपाली चिकन अचार इज रेडी। You can eat it from today itself. ल चाखौँ है त हामीले बनाएको चिकनको अचार। यो अचार एकदमै मिठो बनेको छ। If you want to taste, please make it at home and share it with your friends and family. धन्यवाद for watching. See you in the next video. Bye.